विकासको मोडल बदल्छु 1 नम्बर 1 सांसदहरूको संख्या घटाएर 100 मा ल्याउँछु 2 राष्ट्रिय सभा उन्मूलन गरिदिन्छु 3 संसद यो प्रादेशिक संरचनालाई स्थगनमा पठाइदिन्छु 4 जिल्ला समन्वय समिति आउट स्वकीय सचिव मात्रै होइन नेताले तलब सुविधा भत्ता पनि नलिने गफ गर्नुहुन्थ्यो तर अहिले उल्टो तपाईले भने जस्तो स्वकीय सचिवको तहसम्म पनि आइपुग्यो त्यो मैले देख्दाखेरि असहिष्णुता हो दुर्व्यवहार हो अब रिस उठेको होला मलाई पनि रिस उठेको छ नि तपाईसँग रिस उठेको छ तपाईको सोध्ने तरिका भएन भन्ने लागेको छ म मुख छोड्न पाउँछु त आफ्ना शैलीहरू हुन्छन् व्यवहार हेर्दाखेरि उहाँ बोल्यो कि पोल्यो जस्तो देखिन्छ जहाँ बोल्नुहुन्छ भड्की जान्छ कुरा मलाई लाग्छ आफ्नो कमजोरी उहाँलाई थाहा छ त्यसकारण उहाँ बोल्नुहुन्न सिम्पल अब आधारभूत रूपमा नयाँ कुरा केही पनि छैन धेरै कुरामा र धेरै क्षेत्रमा चाहिँ हात हाल्न खोजे जस्तो चाहिँ देखिन्छ तर परिणामदायी ढङ्गले ऊ अगाडि बढे जस्तो चाहिँ लाग्दैन शास्त्रीय रूपमा र परम्परागत पात्र र प्रवृत्तिकै सेरोफेरोमा